नमस्कार। आज हामी एउटा एकदमै रोचक विषयमा कुरा गर्दैछौँ। जलवायु परिवर्तनसँग लड्ने क्रममा नेपालका जङ्गलहरू कसरी अर्बौंको आर्थिक खजाना बन्दैछन्। आउनुहोस्, यो हरित सुनको दौडको कथालाई अलिक गहिराईमा गएर बुझौँ। हो, यही प्रश्न नै हाम्रो आजको चर्चाको मुख्य विषय हो। सुन्दा त अचम्म लाग्न सक्छ हैन, जङ्गल जोगाएर कसरी पैसा कमाउने। तर यसको पछाडि एउटा निकै नै जाखलाग्दो र अलि जटिल आर्थिक प्रणाली लुकेको छ। ल, सुरु गरौँ है त। सबैभन्दा पहिले त यो सबै कुराको जड के हो त्यो बुझौँ। आखिर यो जलवायु परिवर्तन भनेको के हो, अनि नेपाल जस्तो देशको लागि यो किन यति ठूलो र तत्कालको सङ्कट हो। अब एकदमै सरल भाषामा बुझ्ने हो भने, जब हामी गाडी चलाउँछौँ, कलकारखाना चलाउँछौँ, त्यसबाट धुवा निस्किन्छ हैन। हो, त्यो धुवामा हुने कार्बन डाइअक्साइड र मिथेन जस्ता ग्यासहरू वायुमण्डलमा जान्छन्, अनि तिनले के गर्छन् भने पृथ्वीको तापलाई बाहिर जान दिँदैनन्, एउटा कम्बलले जस्तै छोपिदिन्छन्। समस्या के हो भने यी ग्यासहरू सयौं वर्षसम्म वायुमण्डलमै रहिरहन्छन् र पृथ्वीलाई बिस्तारै बिस्तारै तताइरहन्छन्। 3.4 मिलिमिटर, यो अङ्क हेर्दा त सानो लाग्छ, तर यसले एउटा ठूलो र डरलाग्दो कथा भन्छ। नासाका अनुसार सन् 1995देखि 2020सम्म हरेक वर्ष समुद्रको सतह औसतमा यतिले बढेको छ। अब सोच्नुस् त, विश्वभरका समुद्रको सतह यतिले बढ्नु भनेको जलवायु परिवर्तनको असर कति वास्तविक र ठोस छ भन्ने कुराको यो एउटा ज्वलन्त प्रमाण हो। अब त्यो त भयो विश्वव्यापी कुरा, तर नेपालमा के भइरहेको छ त? हो, यो विश्वव्यापी समस्याले हाम्रो घराँगनमै दस्तक दिइसकेको छ। हाम्रा हिमालका हिउँ धमाधम पग्लिरहेका छन्, बेमौसममा बाढी र पहिरो आइरहेको छ, कतै पानीको हाहाकार छ त कतै खेतीपातीमा सङ्कट, जैविक विविधता जोखिममा छ, अनि नयाँ नयाँ रोगको डर पनि उत्तिकै। यी सबै हामीले भोगिरहेका तीता यथार्थ हुन्। त्यसो भए यस्तो गम्भीर सङ्कटसँग जुझ्न संसारले केही गरिरहेको छ कि छैन त? पक्कै पनि छ। अब कुरा गरौँ विश्वव्यापी प्रयासको, र यसमा सबैभन्दा महत्त्वपूर्ण छ पेरिस सम्झौता। सन् 2016मा भएको यो सम्झौताको उद्देश्य एकदमै सिधा र स्पष्ट थियो: जलवायु परिवर्तनको खतरा विरुद्ध एकजुट भएर लड्ने। र यसमा विश्वका लगभग सबै देशहरूले हस्ताक्षर गरेका छन्। यो एउटा साझा विश्वव्यापी प्रतिबद्धता हो। अब यो सम्झौताका लक्ष्यहरू के थिए त? हेरौँ है। पहिलो, पृथ्वीको तापक्रम वृद्धिलाई 2 डिग्री सेल्सियसभन्दा धेरै बढ्न नदिने, सकभर त 1.5 डिग्रीमै सीमित राख्ने। दोस्रो, जलवायु परिवर्तनका असरहरूसँग जुझ्न सक्ने क्षमता बढाउने। अनि तेस्रो, वातावरण मैत्री विकासलाई प्रवर्धन गर्ने। र यी सबै काम गर्नका लागि आवश्यक पैसाको जोहो गर्ने। यी लक्ष्यहरू साँच्चै नै महत्त्वाकांक्षी छन्, तर जलवायु सङ्कटलाई रोक्न यति गर्नै पर्ने थियो। ल, पेरिस सम्झौताले लक्ष्य त तय गर्यो, तर ती लक्ष्य पूरा कसरी गर्ने? हो, यहीँनिर आउँछ एउटा एकदमै चाखलाग्दो वित्तीय उपाय, जसलाई भनिन्छ कार्बन व्यापार। यो कार्बन व्यापार भनेको के हो त? एकदमै सजिलो भाषामा भन्नुपर्दा, यो कार्बन उत्सर्जन गर्ने राष्ट्रले जङ्गलधनी राष्ट्रलाई त्यो कार्बन सोसेबापत दिने क्षतिपूर्ति हो। भनेपछि जसले धेरै प्रदूषण गर्छ उसले प्रदूषण सोच्ने जङ्गल भएको देशलाई पैसा तिर्छ। एक किसिमले हाम्रो जङ्गलले वायुमण्डल सफा गर्ने सेवा दिए बापत पैसा पाउने भयो। अब यो काम कसरी गर्छ त्यो हेरौँ। पहिलो, औद्योगिक देशहरूले आफ्नो कोटाभन्दा बढी कार्बन उत्सर्जन गर्छन्। दोस्रो, यता नेपाल जस्ता देशहरूले आफ्नो जङ्गल जोगाउँछन्, अनि हाम्रो जङ्गलले के गर्छ? वायुमण्डलबाट त्यही कार्बन डाइअक्साइड सोसेर लिन्छ। तेस्रो, अब त्यो औद्योगिक देशले नेपाललाई भुक्तानी गर्छ। र चौथो, त्यो पैसा नेपालले फेरि जङ्गल संरक्षण र त्यहीँका समुदायको विकासमा लगानी गर्छ। हेर्नुस् त कति राम्रो चक्र। यो कार्बन व्यापारको कुरा आज 81 आएको भने होइन, यसको इतिहास अलि लामै छ। सन् 1997को क्योटो प्रोटोकलमै यसको बिउ रोपिएको थियो। त्यसपछि सन् 2008मा नेपालले रेड प्लस भन्ने कार्यक्रममा सामेल भयो। 2016मा पेरिस सम्झौताले यसलाई अझै बलियो बनायो, र अन्ततः 2020मा आएर नेपालले विश्व ब्याङ्कसँग पहिलो पटक यस्तो ठूलो कार्बन व्यापार सम्झौता गर्यो। ल, इतिहास र प्रक्रिया त बुझियो। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यो सबै कुराले नेपाललाई के फाइदा हुन्छ? नेपालको लागि यो कत्रो अवसर हो? हाम्रो देशको 40% भन्दा बढी भाग जङ्गलले ढाकेको छ, र ती जङ्गलमा वैज्ञानिकहरूको अनुसार 1 अर्ब टनभन्दा बढी कार्बन जम्मा भएर बसेको छ। कहाँ? हाम्रा रुखहरूमा, जङ्गलको माटोमा, अनि सुकेका पातपतिङ्गरमा।
यो भनेको एउटा विशाल प्राकृतिक खजाना हो। अब हेर्नुहोस् त, यो अङ्क 45 अर्ब रुपैयाँ हो, यो नेपालले विश्व ब्याङ्कलाई 90 लाख मेट्रिक टन कार्बन बेच्ने सम्झौताबाट पाउने रकम हो। यो रकम कति ठूलो हो भनेर अनुमान लगाउन यो हाम्रो देशको स्वास्थ्य क्षेत्रको वार्षिक बजेटको लगभग आधा जति हुन आउँछ। सोच्नुस् त, एउटै सम्झौताबाट यत्रो रकम। र कथा यतिमै सकिँदैन। अर्को सम्भावित सम्झौता छ 36 अर्ब रुपियाँको, यो एलईएफ गठबन्धनसँग हुन लागेको। यो एलईएफ भनेको केही देशका सरकारहरू र अमेजन, नेस्ले, युनिलिभर जस्ता ठूला कम्पनीहरूको एउटा समूह हो। यसले के सङ्केत गर्छ भने अब यो व्यापार विश्व ब्याङ्क जस्ता संस्थाहरूमा मात्र सीमित रहेन, अब त निजी कम्पनीहरू पनि हाम्रो कार्बन किन्न लाइनमा छन्। अनि मूल्यको कुरा त झनै रोचक छ। अहिले विश्व ब्याङ्कसँगको सम्झौतामा नेपालले प्रति टन कार्बनको लगभग $5 पाउँछ। तर जब निजी क्षेत्र बजारमा आउँछन्, उनीहरू प्रति टन $25 सम्म तिर्न तयार छन्। भनेपछि भविष्यमा हाम्रो आम्दानी 5 गुणासम्म बढ्न सक्ने सम्भावना छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो पैसा कहाँ जान्छ त? यो पैसा सिधै सरकारको ढुकुटीमा मात्र जाँदैन। नियमअनुसार यसबाट आएको आम्दानीको 80% हिस्सा फेरि त्यही समुदाय र जङ्गल संरक्षणमा नै लगानी गर्नुपर्छ। जसले जङ्गल जोगायो फाइदा पनि उसैले पाउनुपर्छ भन्ने यसको सिद्धान्त हो। अब यति राम्रो अवसरको कुरा सुनिसकेपछि त सबै ठिकठाक छ जस्तो लाग्न सक्छ। तर वास्तविकता त्यति सजिलो छैन। यो अवसरलाई साँच्चै आफ्नो बनाउन नेपालले केही ठूला चुनौतीहरूको सामना गर्नुपर्नेछ। समस्याहरू के छन् त? पहिलो त अन्तर्राष्ट्रिय स्तरमा मोलतोल गर्ने हाम्रो क्षमता अलि कमजोर छ। दोस्रो, सरकारका विभिन्न मन्त्रालयहरू बीच नै तालमेलको कमी देखिन्छ। तेस्रो, हाम्रो जङ्गलमा कति कार्बन छ भनेर नाप्ने वैज्ञानिक तथ्याङ्क प्रणाली त्यति बलियो छैन। अनि जङ्गलमा लाग्ने डढेलो नियन्त्रणको प्रभावकारी उपाय छैन। र सबैभन्दा ठूलो चुनौती, यो व्यापारबाट आएको फाइदा साँच्चै स्थानीय समुदायसम्म पुग्छ कि पुग्दैन भन्ने सुनिश्चित गर्नु हो। त्यसो भए अब अगाडिको बाटो के त? समाधान पनि छ। पहिलो, हामीले आफ्नो कूटनीतिक र वार्ता गर्ने सिप बढाउनु पर्यो। दोस्रो, सरकारी निकायहरू बीच समन्वय बलियो बनाउनु पर्यो। तेस्रो, जङ्गलको अनुगमन गर्न आधुनिक प्रविधिमा लगानी गर्नु पर्यो। र चौथो, समुदायलाई अझै सशक्त बनाएर लाभको बाँडफाँड पारदर्शी र न्यायोचित छ भनेर सुनिश्चित गर्नु पर्यो। अन्तमा एउटा ठूलो प्रश्न बाँकी रहन्छ। के नेपालले आफ्नो यो हरित सम्पत्तिलाई साँच्चीकै देशको दिगो समृद्धिमा बदल्न सक्ला? अवसर एकदमै ठूलो छ, सुनको खानी जस्तै। तर त्यो खानीबाट सुन निकाल्न चुनौतीहरू पनि उत्तिकै छन्। यसको सफलता हाम्रो भावी रणनीति र कार्यान्वयनमा भर पर्नेछ।